सजिलो दर्शक महानुभावहरू यहाँहरू सम्पूर्णले फेरि मेरो ब्लगमा चाहिँ हार्दिक स्वागत छ। आज म राणाकोटमा छु। राणाकोट यता कुवापानीमा मेरो आदरणीय सोल्टी राजा हुनुहुन्छ सन्तोष सुरुङको फर्ममा छौँ र यहाँको की फर्म र यहाँको तरकारी बारेकोमा म राणाकोट लमजुङ युट्युब च्यानलमा यहाँलाई केही जानकारी गराउने छु। अब भने म यो कीको भिडियोहरू यहाँलाई केही खिचेर यहाँहरूको माझ प्रस्तुत गर्नेछु। सोल्टी नमस्ते। नमस्कार। कति रोप्नुभएको छ तपाईँले किवी? सोल्टी मैले त्यो पहिला पालि चाहिँ त्यो 16वटा चाहिँ रोप्यो। 16वटामा चाहिँ एउटा मऱ्यो। त्यो 15वटामा चाहिँ अहिले 2 साल जति भयो। हजुर। अहिले चाहिँ फल दिन लाग्छ। अहिले चाहिँ यही हो के अरे। यसको खाल्डो चाहिँ कसरी गर्नुभएको थियो तपाईँले? खाल्डो मैले अब 8 मिटरको चाहिँ दुरीमा चाहिँ राखेर चाहिँ तल चाहिँ त्यही 1 मिटरको चाहिँ खाल्डो खनेर त्यही अनुसार चाहिँ बनाएको। मलहरू कसरी राख्नुभएको थियो? मल अब त्यसमा चाहिँ तलको चाहिँ माथिको चाहिँ मलिलो माटो हुने। भनेपछि तपाईँ दुबई जानुभन्दा पहिले चाहिँ रोप्नु भएको होइन? हजुर हजुर। अहिले कतिवटा रुखले चाहिँ फल दिन थालेको छ? यहाँ त एकदमै राम्रो रहेछ। लगभग चाहिँ अहिले त्यही 7-8वटा रुखले चाहिँ फल दिइसकेको छ। ए राम्रो। अब उत्पादन यो बोर्डमा त 5-10 किलो त होला है? हजुर। यो एउटै रुख हो कि अर्को? एउटै रुख हो। यो रुख माथि छ होइन? माथि। अनि यता पारि यो सबै यो सब अहिले त व्यावसायिक उत्पादन भइसकेको छ यो सबै होइन? हजुर। कतिवटा छ उता पल्लो छेउसम्म? पल्लो छेउसम्म 15वटा। 15वटा। तलको चाहिँ नयाँ पोरपरार मात्रै लगाएको। माथि कुनाको होइन? हजुर। यता तलको यो लाइनको चाहिँ फल्या छ। यो माथिको यो चाहिँ नयाँ हो? हजुर। यो तलपट्टि नयाँ कति रोप्नु भएको छ अहिले? यो 10वटामा चाहिँ दुईटा मऱ्यो। अब 8वटा छ तल। 8वटा। पहिला 16वटामा 15वटा बच्यो। हजुर। अहिले चाहिँ 10वटामा 2टा मर्छ 8 भने 15 8 23वटा छ। हजुर। यहाँ कति राम्रो। मेगाटोनिया नट पनि सकेको थियो। हजुर। मेगाटोनिया नट। कृषि बम दर्ता त गर्नुभएको छैन तथापि आफ्नो भित्री बारीमा यति राम्रो किवी चाहिँ फल्न थालेको रहेछ। खुसी लाग्यो। आज दसैँको टिका लाउन मामाहरू आएको छु। सोल्टी राजासँग यो फर्म सँगै घुम्ने मौका पनि पाइयो। एकदम खुसी लाग्यो। सोल्टी अहिले जिल्ला विकास समिति जिल्ला समन्वय प्रमुखको चालक पनि हुन्छ हाम्रो सोल्टी राजा। लमजुङ जिल्ला विकास समिति पहिला चाहिँ जिल्ला विकास समिति भन्थ्यो, अहिले पनि त्यही भन्छ कि कसो हो? समन्वय भन्छ होइन? समन्वय प्रमुख हाम्रो पूर्णबहादुर गुरुङज्यूको चालक पनि हुनुहुन्छ। आज भने उहाँको यो फर्म भिजिट गरिरहेको छु। भन्नु न सोले के भन्नु खोज्नुभएको थियो? कुन हो? कति रोप्नु भएको छ? यो 2टा? 5वटा। कहाँबाट ल्याउनु भएको? यो पोखरैबाट चाहिँ यो प्रेम गुरुङ भन्ने चाहिँ उसबाट चाहिँ यो होइन? यो भयो। अनि किन त त्यो सानो छ यो ठुलो छ? सँगै रोपेको होइन र? सँगै। तलको झन् अझै सानो छ। यत्रो ठुलो भइसकेको छ। यो 2टा 3टा चाहिँ यो चाहिँ अब एकदम राम्रो। कहिले फल्छ मलाई यो? यो 5 वर्षदेखि 6 वर्षमा चाहिँ फल्नु पर्ने। 5 वर्ष भयो लगाएको। 5 वर्ष भयो भने अर्को वर्षदेखि फल्ने सम्भावना छ होइन? ए ल। यो के हो त? रुख दाल भन्छ कि अब खोइ नजे भन्छ प्रजातिको खैलियो थाहा रे। यो शीतल चिनी होला? शीतल चिनी हो कि जस्तो लाग्छ मैले। ए 1000 रुपैयाँ किलो कतिमा बेच्छ भने यो पनि। यो पात होइन? धुलो बनाएर पाउडर बनाएर। हजुर। जहाँसम्म मलाई लाग्छ शीतल चिनीको बोट जस्तो लाग्छ। यदि यहाँले थाहा छ भने प्रतिक्रिया गर्नु होला। यहाँले कमेन्ट चाहिँ गर्नु होला। यहाँलाई जानकारी छ भने यो शीतल चिनी अत्यन्तै औषधीय गुण भएको। विशेष गरी शीतल चिनीले त क्यान्सरको औषधिको रूपमा पनि अथवा पेटको रोगको चाहिँ टिमुर हो। आमामा यो उस के अरे स्याउको राम्रो फलेछ है टिमुर पनि। स्याउको रुख चाहिँ कति रोप्नु भएको छ मलाई? यो मैले यो 25वटा रोप्दाखेरि अहिले चाहिँ सबै उतिसले चाहिँ खाइसक्यो। यो एउटा 2टा चाहिँ बाँकी छ। अलि यो झाडीहरू चाहिँ फरानी गरेर सरसफाइ चाहिँ गरिदिनु पर्छ सोली। अनि स्याउको रुख चाहिँ कति रोप्नु भएको छ सोली तपाईँले? 25वटा रोप्दा 25वटामा चाहिँ त्यो जम्मा 4-5वटा जति बाँकी छ। मनाङ मुस्ताङतिरै रोपिने स्याउको प्रजाति हो यो? उताकै प्रजाति हो। यता नि हुने खालको रहेछ। त्यही भएर नि ल्याएको मैले। हाइब्रिड हो यो? यो के अलैँची हो यो? अलैँची
ए माछी चम्रिसु के रे अमृसु अहिले यो स्याउकुरो चाहिँ लगभग अर्को वर्षदेखि त फल्छ कति भयो सोली यसलाई रोप्नु भएको तपाईँले यो त भयो 6-7 वर्ष भयो फल्ने खालको नि थियो फुल खिलिसकेको थियो जब यो अलैँचीले गर्दाखेरि चाहिँ छारी चाहिन्छ भनेर यो उतिस लगाइदिएको उतिसले चाहिँ फेरि कति उयसमा हुँदो रहेछ यसलाई उतिसले खाँदो रहेछ सबै यो धुबिसला त स्कुलको हो यो त टिमुर फलिसकेको छ अघि नै देखाएको थिएँ यसमा चाहिँ अलिक पातलो फल्याएको छ स्कुलको पछाडि वीरेन्द्र प्राविको पछाडि आधारभूत स्कुलको पछाडि ए यस्तो दामी फलेछ नि त मलाई जो 20 त्यो थपले कति ठुलो भएछ आमामामा ल हुन्छ एकै ठाउँको नफल्नु त्यो पछाडितिरको टिप्नु आफरी गर्नु तपाईँको माथिको नि चिपिया रहेछ ल यतिखेर हाम्रो सोल्टी राजा कि टिप्दै हुनुहुन्छ एकदमै राम्रो फल लागेछ कति किलोको कति जति पर्छ रे नेपालमा यसको यो भन्न त अब 600-700 भनेको छ कि मैले बेचेको ल बहुत धेरै नटिप्नु ओहो कति राम्रो किवी आमामामा ल सोलीलाई धेरै धेरै धन्यवाद यो किवी चाहिँ पोखरा पुगिन्छ है सोली अब भिडियो त अब वर्ल्ड वाइड जाने भयो भिडियो यसपछि लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला साथी हो यदि सब्सक्राइब गर्नुभएको छैन भयो मलाई धेरै नटिप्नु न भयो त्यति भयो हुन्छ हुनुभएको नयाँ हो के मलाई है पुरानै हो तर मलजल नपुगेर भाँच्यो कुन चाहिँ अनि पोलेर पनि आफै उम्रेछ भन्थ्यो त यही हो पोलेको अनि डाँड चाहिँ त्यतिकै सारिदियो अनि त्यही सर्यो है यसरी पनि सर्दो रहेछ नि त यता मस्याङ फलिरहेको छ यता खुर्सानी छ होइन उता चाहिँ कोया भट्ट फलेको छ मजाले है यता कोदो फलिसकेको छ अब छिप्पिने बेला भएको छ टनलकै काम गरिरहेको छ यो इस्कुस भयो यता टमाटर अहिलेको नयाँ के टमाटर हुँदा एकदम अमिलो हुँदो रहेछ यता टमाटरकै बोर्डले चाहिँ इस्कुसको टनलको रूपमा काम गरिरहेको छ यता मस्याङ लसुन रोपेको छ तरकारी ड्याङहरू बनाएर यता किवीको बोर्ड रहेको छ उता कोदो उता भडामास र यता तल खुर्सानी पनि रहेको छ भर्खरै कति राम्रो टमाटर हो हेर्नु त यति राम्रो टमाटर फल्याएको छ हेर्नु त यसलाई व्यावसायिक रूपमा भटेौडासम्म पुर्याउने पौधीसम्म मात्रै पुर्याउने हो भने एकदमै राम्रो उत्पादन र तरकारी पैसा हुनेछ जस्तो लाग्छ यता टमाटरकै रुख यस्तो झट्ट हेर्दाखेरि भेन्डा जस्तो देखिन्छ तर खुर्सानीको रहेको छ यता घिरौँला यता आँप पनि रोप्नु भएको छ आँपको रुखमा चरा गर्नुपर्छ भिडियो हेरिसकेपछि लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु यदि सब्सक्राइब गर्नुभएको छैन भने यता आजको दसैँको टिकासँगै अब यो सोल्टीको यो कृषि फर्मको भ्रमण पश्चात हामी माथि राणाकोटतिरै पुग्ने प्रयत्न गरिरहेछौँ काशी मामा ओ मामा पुलुक्क हेर्नु न यता हाम्रो मामा पनि देख्न परेर आँट्यो युट्युबको भिडियो सोल्टी हुनुहुन्छ हाम्रो ठुलो सोल्टी डगा सोल्टी यता सोल्टीको छोरी भान्जी नमस्ते ल युट्युबमा सब्सक्राइब लाइक कमेन्ट गरिदिनु भन्नु त ल के नाम हो हजुरको आयङ्का के रे अनिमिका तेरो मेरो त जिब्रै नहुनेछ भिडियो हेर्नुभएको यहाँहरू सम्पूर्ण हार्दिक धन्यवाद भिडियोबाट बिदा हुन्छु सजालो नमस्ते बाई